सुनिता ए सुनिता जाऊ त बाहिर कसले बोलाइसक्छ ए सपना पो रहेछ भित्र जाऊ न ओहो के भयो दाइलाई टाउकोमा पट्टी पनि बान्नु भएको छ अनि यस्तो बेलामा भाउजू चाहिँ खै त के हुनु सपना अस्ति दाइलाई गुन्डाहरूले पिटेछन् अनि भाउजू पनि हिजो पैसा खोज्न जानु भएको रहेछ अहिलेसम्म आउनु भएको छैन दाइ अहिले चाहिँ हजुरलाई कस्तो छ नि कस्तो भन्ने उस्तै छ अनि किन हस्पिटल नलगेको त हस्पिटल लाने भनेरै भाउजू पैसा खोज्न जानु भएको थियो तर अहिलेसम्म घर आइपुग्नु भएको छैन दाइ गाउँलेको प्यारो हुनुहुन्छ नि त्यही त दाइले हाम्रो लागि त्यत्रो गर्नुभयो अब हामीले पनि दाइको लागि केही गर्नुपर्छ बरु हामी आफै गाउँमा पैसा खोज्न जाऊँ न दाइ आज हाम्रै कारणले यस्तो अवस्थामा हुनुहुन्छ ठिकै हो तिमीले भनेको कुरा पनि अब हामी दाइको उपचारको लागि पैसा खोज्न जानुपर्छ दाइले हाम्रो लागि आफ्नो ज्यान जोखिममा पार्नु भयो अब हामीले दाइको ऋण कसरी तिर्ने एउटै गाउँमा बसेपछि यो त मेरो कर्तव्य हो बरु तिमीहरू आफ्नो ख्याल गर हुन्छ हामी त्यस्तो फटाको मुख लाग्दैनौँ बरु हजुर एकछिन आराम गर्दै गर्नु हजुरको उपचारको लागि हामी गाउँबाट पैसा खोजेर आउँछौँ तिमीहरू दुःख नगर मलाई केही पनि हुँदैन अनि मैले जडीबुटी पनि खाइरहेको छु जडीबुटीले मात्र कहाँ ठिक हुन्छ र दाइ त्यही त दाइ बरु हजुर आराम गर्नुहोस् क्या हामी पैसा खोजेर छिट्टै आउँछौँ बरु हामी जाऊँ दाइ औषधि पानी यही सिरानी मुनि राखिदिएको छु टाइममा खानुहोस् है हामी चाँडै आउँछौँ ए ल ओहो मबाट कत्रो ठुलो अनर्थ हुन पुगेछ यति धेरै ठुलो पाप पो गरेछौँ हामीले र अब म पनि सुध्रिन्छु र दाइलाई पनि भेटेर दाइलाई पनि सुधार्नुतिर लान्छु त्यही त हामी नरे दाइकोमा जाऊँ न उहाँलाई हेर्न कति मन लागिरहेछ नरे दाइ कति मिलनसार हुनुहुन्थ्यो उहाँ बिरामी हुनुभएछ त्यही त हामी यहाँ यतिकै खेलेर बस्नुभन्दा त उतै नरे दाइकोमै गएर बस्दा हुन्छ नि नरे दाइलाई नि यसो साथी हुन्छ उहाँ मिलनसार त एकदम मिलनसार हुनुहुन्थ्यो सानो ठुलो सबैलाई आदर सम्मान र माया गर्नुहुन्थ्यो अहिले बिरामी हुनु भएर कसैले भेट्न पाउनु भएको छैन बरु हामी त्यतै गएर बसौँ न हुन्छ दाइ अलिकति छिटो भएर जानुपर्छ है त्यही त दाइ भेटेको जस्तो पनि हुन्छ ल ल जानी के जानी घर गएर कपडा फेरेर जाने जाऊँ
ल ल तिमीहरू एकछिन यहाँ बस्दै गर म चाँडो कपडा फेरि आइहाल्छु ल के यस्तोमा बसिरहनु जम्मा गरेर बस्नु काया दाइ त आउनुभयो अब के पर्छ तिमी चाहिँ किन यतिकै बाहिर आएर बस्नु यत्तिकै दादा मम्मी बाबा त कोही हुनुहुन्न त कता जानु मम्मी बाबा त मन्दिर जानु भएको छ आएकोदेखि त देखेको छैन कहिले आउनुहुन्छ टाढाको मन्दिर जानु भएको छ 1-2 दिनमा आउनुहुन्छ घरमा को हुनुहुन्छ कसै खोज्नु भएको होला मम्मी बाबा हुनुहुन्न मम्मी बाबा त मन्दिर जानु भएको छ कहाँ टाढै जानुभएको हो र हामीलाई भन्दा नि हुन्छ नि के थियो त्यस्तो खास कुरा हजुर विशेष कामै थियो तर उहाँहरूलाई भेटेन मम्मी बाबा त हुनुहुन्न ल ल अब हामी पनि निस्किन्छौँ अब सन्ना हाम्रो घरमा त चालचा पो लाग्दो रहेछ सपना कति ठुलो आँसु उठेर आएको तिम्रो मन दाबो हुँदैन रहेछ कहाँ जानुभयो होला है खै म पनि आएदेखि नरेदाइकोमै छु अब के गर्नु अब के गर्नु नि नरदाइकै जाउँ अब ओ सरी एक ब्याग दिनु त विक्रम पनि भित्र गयो त्यो बिक्की र चाहिँ झ्याउले पनि कहाँ गयो सबैजना हुँदाखेरि कति रमाइलो थियो आज यिनीहरूले मलाई एक्लै पारे हो केटा तपाईँ आइपिस कति दिन गाउँ आएपछि म एउटा कामले सुनोरे गाउँ गएको है ओ साउजी यिनीहरूले एकै ब्याग ल्याइदिनु हामीले छोडिसक्नु त तँ जस्तो ट्याङ्कर चुहेर बसी छोडा भने म विश्वास गर्छु हो दाइ म साँच्चै भन्दैछु अब म मात्रै होइन तपाईँ पनि सुध्रिनुपर्छ र यो जारक्सको क्लोथबाट हामी टाढै बस्नुपर्छ दाइ अनि आज एक्कासी के भन्दैछस् के आज दिउँसै सपना त देखिन सपना होइन दाइ विपना नै हो समाजको भला चाहने त्यो नरे जस्तै बन्नुपर्छ हामी पनि रे त्यो साह्रै नरेको कुरा ल्याउँछ चिया त्यसले मेरो प्राणभन्दा प्यारो भाइलाई मारेको छ त्यसलाई म जहिले बदला लिएरै छाड्छु अरे दादा हजुर कहिलेसम्म तपाईँ अदला र बदलाको भावना कुरिहाल्नुहुन्छ म भन्छु हामी सब असल मान्छे बनाऊ न ठिक छ हो दाइ आजसम्म जे भयो भयो अब हामी सुध्रिनुपर्छ र हामीले गाउँलाई पनि धेरै क्षति पुर्याएको छौँ दाइ तिमीहरूले पनि ठिकै भन्यौ
यो कुरालाई म यो ठन्ना दिमागले सोध्छु। ओहो नरे दाइ एक्लै हुनुहुन्छ? अनि सपना कन्या भाउजूहरू चाहिँ कता जानुभयो नि? ए पैसा जस्तो कुरो रोपाइसँग हुँदैन, उनीले दिँदैन, त्यही भएर त्यही त होइन, फेरि पैसा कालो हुन्छ भन्छ। ए कस्तोमा जानुभयो र भाउजूहरू? फेरि गाउँमा मान्छेहरू छैन? खै कसको भन्नु लिएर यो आपतको बेलामा पर्छ। सन्ध्या हामी पनि नरे दाइलाई भेट्नु भएर आएको, नरे दाइ एक्लै हुनुहुन्छ रहेछ, त्यही भएर बसिरहेको। ए ठिकै छ तपाईँ खुसी लाग्यो। अनि सन्ध्या चाहिँ सपना तिमीहरू पैसा खोज्न गएको रहेछ, भेट्यौ त पैसा? हो दाइ, गाउँको सबैसँग वादा तर कसैले छ भने हो रहेछ दाइ, एउटा उखान छ नि, पैसा हुँदाखेरि सबै आफ्नो हुने, पैसा नहुँदाखेरि कोही पनि आफ्नो हुँदैन, यस्तै रहेछ दाइ। मैले जडीबुटी पनि खाइरहेको छु। हस्पिटलको औषधि भन्दा जडीबुटी कहीँ हुने जाँदा हो दाइ, गाउँको सबैलाई सोधे तर कसैले छ भने तपाईँ सम्झौता गाउँको लागि के मात्रै गर्नु भएन, तर आज तपाईँ बिरामी हुँदा कसैले पनि फसाएर यस्तै रहेछ दाइ चर्को दुनियाँ। मान्छेको जीवनमा विभिन्न दुःख कष्ट बाधाहरूसँग आउँछ। त्यसपछि अगाडि बढ्नु जीवनको चौतारीको मेन उद्देश्य छ। कतिनी आमा र काजीबा पनि सहर बस्नु भयो, घरमा नि कोही पनि हुनुहुन्न, म चाहिँ जान्छु है। तिमी पनि जान्छौ कि? नै म नरे दाइको हेर्नु जाँदा त्यति सब पिँढी लिएर के पनि मूर्तिहरू बाहिर गरिरहेको भोक पनि लाग्यो, खाना बनाउनु हुन्छ म खाना बनाउँछु। दाइ आउन कौशली पाइरहेको दाइ हजुर आराम गर्दै गर्नुहोस्, म किचनको काम गर्छु है। ए दाजु, तपाईँको रक्की दाजु कहाँ गइहाल्नु भएछ अरे? पर्खिँदा पर्खिँदा यहाँ रात परिसक्यो, शरीर थाकिसक्यो, के पारा हो रे दाजु? खै सोध्छु भनेर जानुभएको, अब अहिलेसम्म आउनु भएर कता? रे विक्की दाजु, तपाईँको रक्की दाजु सुध्रिनुवाला छैन, बुझिलिनु भयो? त्यो त रक्की दाजु थाहा हुन्छ केटा। मलाई लाग्छ वो आदमी आउँदैन, यत्रो घन्टा कुरेर बस्यो, आइहाल्यो। बस बस भाइ, अबे वो आदमीलाई अघिदेखि कुरिरहेछु, अहिलेसम्म आएको छैन, अब कसरी आउँछ अरे? पक्नुपर्छ केटा। रक्की दाइ त्यति धेरै धोकेबाज हुनुहुन्न, आउनुहुन्छ उहाँ। तपाईँ कुरिरहनु यार, हामी त लागिहालेछु।
किनलाई कस्तो ठाउँमा ल्याएको थिएँ आज मलाई एक्लै छोडेर गयो सर्वलाई तँ खान्दियो भने त्यो जान्छ भने घर जा अझ मलाई सुधि भन्छ यार जुन थालमा खायो त्यही थालमा थुक्नु दिएको यही हो यो पनि कति पिउनु केटाहरूले भने पनि ठिकै हो जस्तो छ तर केटाहरूले भन्यो भन्दैमा म त गाउँलेहरूसित जाने झुक्नु पर्ने किन